वर्ल्ड कपमा चाहिँ आज चाहिँ दुईटा टिमहरुको पुरा घमासान हुनेवाला छ र इन्टर मियामी र पिएसजी, बायर्न र फ्लामेङ्गो। म चाहिँ आज चाहिँ कुनलाई सपोर्ट गर्छु भने एउटा पिएसजीलाई र अर्को फ्लामेङ्गोलाई। तपाईहरु चाहिँ कसको सपोर्टर गर्नुहुन्छ हैन गाइस? अब इन्टर मियामी पनि नराम्रो टिम छैन किनभने मेस्सी भएको टिम हो। मेस्सीको अब जादु कतिसम्म चल्छ पिएसजी विरुद्ध हैन, र बायर्न विरुद्ध फ्लामेङ्गोको अब कतिको जादु चल्छ र फ्लामेङ्गो विरुद्ध बायर्नको कतिसम्म जादु चल्छ हेरौँ हैन। र इन्टर मियामीले जादु चलाउँछ या पिएसजीले यो त थाहा छैन हैन। तर पनि जसले जिते पनि म चाहिँ पिएसजीलाई नै सपोर्ट गर्छु गाइज हैन। तपाईहरु चाहिँ कसलाई सपोर्टर गर्नुहुन्छ गाइज है? लाइक कमेन्ट गर्न भने नछुटाउनु होला। हेरौँ आज ल तपाईहरु भनिदिनुस् के अरे पिएसजी र इन्टर मियामीमा कति गोलको अन्तर होला सायद हैन, गेस गर्नु। अनि फ्लामेङ्गो र बायर्न विरुद्ध कुनले कति गोलले हार जित निकाल्न सक्ला त गाइज है? लाइक कमेन्ट गर्न नछुटाउनु होला। तपाईहरु कसको सपोर्टर हुनुहुन्छ त्यही अनुसार कमेन्ट गर्नु होला है।